सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज हामीले विशेष गरिकन एक घारबाट दुई घार बनाउने प्रक्रियामा छौँ। हजुरहरूले अन्तिमसम्म हेर्नुहोला, साथ दिनुहोला र सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नुहोला भन्न चाहन्छु। र घार पूर्णत रूपमा बच्चा भएको, एउटा रानी भएको र रानी साथसाथमा भाले मौरीको सङ्ख्या पनि भएको घार हुनुपर्दछ। त्यो भइसकेपछि हजुरहरूले 10 फ्रेम मौरी छ भने हजुरहरूले घार विभाजन गर्न सक्नुहुनेछ। अब घार विभाजन सुरु भएको छ। पन्जा यो धुवा दिउँ त अलिकति। धुवा यसरी दिइसकेपछि अलिअलि टोक्न सुरु गऱ्यो भने धुवा दिँदा चाहिँ राम्रो हुन्छ। पन्जा ल्याउनु त। यसरी धुवा दियो भनेदेखि मौरी शान्त हुन्छ। त्यो सामान्यतया अहिले घार खोल्ने अब सिजन सुरु भएको हो र त्यति राम्रोसँग क्लियर चाहिँ मौसम आज छैन। यतिको मौसममा चाहिँ गर्न मिल्ने चाहिँ हुन्छ, तर अलिकति घाम लागेकै बेला भएको भए राम्रो हुन्थ्यो। अझ ठिकै छ यो पनि। त्यसलाई अलिकति थोरै चाहिँ धुवा दिइसकेपछि मौरी चाहिँ शान्त चाहिँ पक्कै पनि हुन्छ। अब हामी बिस्तारै बिस्तारै यसलाई विभाजन गर्नतिर गइरहेका छौँ है साथीहरू। यसरी पनि गर्नु होला हजुरहरूले। मुख्यतः पहिला चाहिँ यो घार्नेर चाहिँ त्यो बिचमा चाहिँ घार थियो भनेदेखि हामीले चाहिँ सारेर यतापट्टि यो भाग र त्यो उतापट्टि त्यो त्यति दूरी चाहिँ तपाईँको 1.5 फुट दूरी छ। अब यसलाई बिस्तारै उतापट्टिको चाहिँ पिलर छ, सार्न मिल्दैन। यसलाई चाहिँ थोरै अगाडि पछाडि सार्दै यता अगाडि ल्याउने जमहरू गर्छौँ। कहिलेकाहीँ ठाउँ चाहिँ मिल्दैन, त्यो हिसाबले पनि यस्तो गर्नु खोजिएको हो। देखाइदिउँ त थोरै। यस्तो भइसकेपछि हामीले चाहिँ घार विभाजन गर्न सक्छौँ। यो चाहिँ पुरै भाले हो। देखाउँ थोरै देखाउँ त। भालेको गोठ देख्न सक्नुहुन्छ हजुरहरूले। अब रानी निक्लिँदा र यो भाले फ्रेस चाहिँ भाले हुन्छ। यतापट्टि के छ? भाले छ। भालेको सङ्ख्या लगभग पुग्छ यतिले होइन। यो भाले हो। यो भालेको अलिकति माथि उठेको होइन। ल, यसलाई चाहिँ जस्तो थियो त्यो पोजिसनमा, त्यही पोजिसनमा हामीले यसलाई चाहिँ राख्छौँ है। पहिलो नम्बरको फ्रेम सकियो। अब उतापट्टिको 1 नम्बर छ। उतापट्टि जाउँ। सर्लक्क सारौँ त त्यसलाई। चक्कुले सारौँ यतापट्टि। होइन। अब यो तेस्रो नम्बर 3 नम्बरको निकालौँ त। अब 1 नम्बर यता हाल्यो, 2 नम्बर त्यहीँ छोड्नु। यो घरमै राख्ने घार विभाजन हामीले गर्दैछौँ। त्यो चाहिँ उचालौँ। यसमा चाहिँ हामीले देख्न सक्छौँ। यतापट्टि देखाउँ त थोरै। यो भाले पनि पूर्ण रूपमा निक्लिसकेको छ। भाले यतापट्टिको यो भाले कोष हो भनेदेखि यतापट्टि गएर यो कर्मीको अन्डा छ सबै। टोटली यो कर्मीको अन्डा हो। यो चाहिँ भाले कोष हो। यो हामी चाहिँ माथिल्लो भागमा चाहिँ टमक्क मह छ। यो देखाउँ त थोरै यता। घरमै विभाजन अथवा घरमै राख्ने घार चाहिँ हामीले चाहिँ रानी यताउता पर्यो यो हेर्न पर्ने चाहिँ हुँदैन। 3 नम्बर हामीले यहाँ राख्यौँ होइन। यो सजिलो विधि हो। केही हुन्न त। एउटा दुइटा यसो गरेर त्यसलाई हात्तिनु पर्दैन है। ठोक्यो तल फुत्क्यो, फेरि त्यसैमा छोडौँ। टालिएको छ, थोरै चाहिँ गरौँ त। फ्रेम चाहिँ ठिक छैन त्यसको। त्यसलाई त्यतापट्टि जोडेर अर्को निकाल्नु छ। जोडिदियो भयो। अलिकति धुवा चाहिँ थोरै धुवा दिउँ त। 1-3 हालिसकियो होइन। अब हामी 5 नम्बर हाल्छौँ यतापट्टि। 5 नम्बर हो। यसमा चाहिँ सामान्यतया कर्मीको मात्रै चाका देख्न सकिन्छ। उतापट्टि फर्काउनु त यसलाई। यसमा कर्मीको मात्रै चाका छ होइन। हामीले चाहिँ 1 3 5 हालियो होइन।
अब 6 त्यसैमा छोड्नु, 6 त्यसैमा छोड्नु है। अब कति नम्बर? 7 नम्बरमा गयो हामी। ल 7 नम्बर हामी निकाल्छौँ। 7 नम्बर निकालेर हामी फेरि यही घरमा ल्याउँछौँ। नयाँ घरमा ल्याउँछौँ हामी। 7 नम्बर निकालेर हामी नयाँ घरमा ल्याउँछौँ है। यसलाई चाहिँ अन्डा हेर्नु पऱ्यो, थोरै अन्डा हेरौँ। अन्डाको भाग त्यो पुरै चाहिँ कर्मीमुरीको चाका देख्न सक्नुहुन्छ। यो माथिपट्टि चाहिँ तपाईँको पोलन विब्रेट बनाइसकेको छ भने माथिपट्टि यो चाहिँ मह हो, टोटल्ली मह हो। यसलाई यसरी मौरीले चाहिँ अलिकति चाहिँ डस्न खोज्यो भनेदेखि यस्तो खालको गतिविधि हजुरले गरिदिनु भयो भने आफ्नै घार फुट्न थालेपछि उसले चाहिँ टोक्दैन। त्यो हिसाबले पनि हजुरहरूले काम गर्दाखेरि जहिले पनि यो व्यवस्थापन गर्दाखेरि अलिकति मह फुटालिदिनुपर्छ। 8 नम्बर चाहिँ हामीले चाहिँ अब यो लगाएको हुन्छ भने 8 नम्बर चाहिँ हामीले चाहिँ त्यसैमा राख्छौँ। हुमनाथ भाइले चाहिँ पुरै हेर्दै हुनुहुन्छ। यसमा पनि चाहिँ तलपट्टि चाहिँ सर्लक्क चाहिँ चाका छ भनेदेखि माथिपट्टि चाहिँ महको भाग पनि यसमा पनि देख्न सकिन्छ। 100% टालेको मह छ। हामीले हेर्छौँ बिस्तारै। भालेको सङ्ख्या पूर्ण रूपमा तयार र अब सिजन पनि सुरु भएको कारणले हामीले चाहिँ घार विभाजन गरिरहेका छौँ। 8 नम्बर राखियो होइन। अब तपाईँको 9 नम्बर निकाल्नु। हामीले चाहिँ जोर र बिजोर गरेर सामान्यतया किसानले पनि यसरी घार विभाजन गर्न सकिने हुन्छ। त्यो हिसाबले हामीले त्यही अनुसार गरेका छौँ। यो घरमै राख्ने घार हो। जुन चाहिँ बाहिर लैजानु पऱ्यो भने थोरै समस्या हुन्छ रानीको। हामीले रानी हेरेरै बाहिर पठाउनु पर्ने हुन्छ। हामीले चाहिँ सामान्यतः यो मह चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। खै मौरी विभाजनको काम गर्दैछु साथीहरू। मैले चाहिँ त्यसमा हामीले घरमै बस्ने भएको भएर रानी हेर्ने कोसिस चाहिँ गरेनौँ होइन। खै 100% 1 3 गरेर एउटा फ्रेम छोड्दै अर्को फ्रेम यो भनेको जोर एक ठाउँमा राख्नु भयो, बिजोर एक ठाउँमा राख्नु भयो। यसको मौरीको सङ्ख्या यतापट्टि राख्नुभयो भने त्यसको मौरीको सङ्ख्या उतैपट्टि राख्नुहोस्। मौरी त धेरै भएको हुनाले मौरी त अलिकति साथी हो। अलिकति हातले निकालेर मौरी चाहिँ यतापट्टि चाहिँ अलिकति प्लस गरौँ त। भोलिबाट आउने मौरी चाहिँ अब यसमा चाहिँ कति नम्बर राख्नुभयो भन्नु त एकचोटि। यसमा 1 नम्बर 3 नम्बर 5 नम्बर 7 नम्बर र 9 नम्बर 9 नम्बर राख्नुभयो। यसमा राखियो भने यसमा तपाईँको 2 नम्बर 4 नम्बर 6 नम्बर 8 नम्बर र 10 नम्बर 10 नम्बर भनेको नि एक मह नै हो। अब यताबाट ल्याउनु भयो, यतापट्टि यो साइडमा मौरी बस्यो, त्यसलाई उतापट्टिको साइडमा धकेल्नु पर्यो हामीले। त्यसलाई उतापट्टिको साइडमा सबै उतापट्टिको साइडमा लेबल लगाउनु पर्यो। हामीले मौरी यतापट्टिको साइडबाट सुरु गरेका थियौँ भनेदेखि उतापट्टिको साइडमा लेबल चाहिँ हजुरले मिलाउनु पर्यो। एकदमै राम्रो छ। सबै भाले पनि छ। अब तपाईँको यो 2 घार मौरी चाहिँ एकदम राम्रो व्यवस्थापन हुन्छ है। तपाईँ आत्तिनु पर्दैन यसमा चाहिँ। अब यो घारमा पनि मौरी प्रवेश गरिसकेको छ। हजुरले देख्न सक्नुहुन्छ। उसमा पनि मौरी प्रवेश गरिरहेको छ। यसको यतापट्टि साइडमा मौरी राखियो भनेदेखि उसको उतापट्टि साइडमा हामीले चाहिँ यतापट्टिबाट सुरु गरेका थियौँ भने यो घारमा चाहिँ यतापट्टि राखियो, त्यो घारमा उतापट्टिको मौरी राखियो। त्यसमा पनि बच्चा चाहिँ कुटहरू सबै छ। एउटा फ्रेम उचालाउँ त हुमराजी। यसमा पनि बच्चाहरू देख्नुभयो। यसमा पनि बच्चा र उसको भाग चाहिँ एकदमै राम्रो छ। यो भालेकोस पनि छ यतापट्टि, भालेकोस थोरै साइडतिर होइन। भने करिम मौरीको सङ्ख्या पनि प्रशस्त मात्रामा यतिको मौरी 10 फ्रेम मौरी हुँदा 2 घार मौरी बनाउँदाखेरि चाहिँ एकदमै चाहिँ उपयुक्त हुन्छ। बस अलिकति मौरी उतापट्टि अलिक बढी भएको कारणले हामीले यतापट्टि झारियो। त्यो हिसाबले पनि यो गरिदिँदाखेरि चाहिँ एकदमै राम्रो प्रभाव पर्छ। मौरीको सङ्ख्या बराबर हुन्छ। अब हामीसित देख्न सक्छौँ यो उतापट्टिको घारमा भएको मौरी र यतापट्टिको घारमा भएको मौरी लगभग बराबर जस्तो देखिएको छ। अब हामीले चाहिँ के गर्नु पर्यो हुमराजी भन्दाखेरि त्यो उतापट्टिको महको फ्रेम चाहिँ यतापट्टि छेउमा ल्याउनु पर्यो। यसमा अब हामी यसलाई बिस्तारै चाहिँ बन्द गरिदिन्छौँ। उसमा पनि मौरीको सङ्ख्या टमक्कै छ। यसमा पनि मौरीको सङ्ख्या हजुरले देख्न सक्नुहुन्छ टमक्कै भइसकेको छ। फ्रेम खाली फ्रेम हाल्नु पर्यो। यस्तो ट्याक्क मिल्नुपर्छ कि फ्रेम।
यो खाली फ्रेमहरू हामीले राखिदिने, राखिसकेपछि पूर्ण रूपमा चाहिँ अब योबाट चाहिँ हामीले चाहिँ हेर्न पर्ने भनेको अबको 9 दिनपछि हामीले रेगुलर रूपमा यो मौरीहरूलाई चाहिँ बाहिर निक्लिन्छ कि निक्लिँदैन, कुनै बेला चाहिँ घार चाहिँ अलिकति अब सङ्ख्या बढी छ त्यो हिसाबले पनि बाहिर निक्लिन सक्छ। रानी लगभग तपाईँको 14मा त एकदमै कम निक्लिन्छ, 15 र 16मा चाहिँ अवश्य रूपमा एक हुल मौरी बाहिर निक्लिन्छ। पूर्णत अर्को घार पनि हामीले बनाउन सक्छौँ। त्यो हिसाबले एउटा घार चाहिँ हजुरहरूले एक्स्ट्रा घार चाहिँ राखिराख्नु होला भन्न चाहन्छु म है। फ्रेम राखिसकेपछि अब यो घार हामीले दुईटै घारमा चाहिँ मौरी खेलिरहेको छ। यसमा एउटा कमी छ, पछि यसमा हामीले हुन्छ दुवै घार हामीले यसरी बन्द गर्छौँ है। माया लाग्छ के गर्नु हामीले सुरु गऱ्यौँ साथीहरू, अब विभाजन सुरु गऱ्यौँ। आज हामी सुरु गऱ्यौँ। भालेको सङ्ख्या पनि प्रशस्त, महको मात्रा पनि एकदमै प्रशस्त मात्रामा छ र मौरीको मात्रा पनि प्रशस्त मात्रामा भएको कारणले हामी घार विभाजन हामीले यसलाई 24 घन्टापछि हामीले यो घार हेरेर कुनलाई रानी दिने भन्ने कुरा हजुरहरूलाई पनि भन्नेछौँ। यसलाई रानी दियो भने हामी तुरुन्तै काम गर्न सजिलो हुने हुन्छ।